भेट्नको लागि आएका छौँ। हामी तपाईहरुको दिदी बहिनी नै हो, सोच्नु होला। र आजको यस नेपाल युथ क्लब सोसाइटीका हाम्रो चेयरम्यान हुनुहुन्छ हरिशरण थापा सरलाई नमस्कार। हामीलाई चाहिँ यहाँको चेयरम्यान हुनुहुन्छ। प्राप्त भयो तपाईहरुको फिल्डमा गएका भाइहरु मार्फत हामीले यस्तो छ, यहाँ यस्तो छ, दाइ भाइहरु हुनुहुन्छ, बुवाहरु हुनुहुन्छ भन्ने थाहा पाएर हामी चाहिँ नेशनल हेल्पिङ फाउन्डेसन नेपाल भनेर हामीले भर्खर खोलेको एउटा संस्था छ। यो संस्थाले चाहिँ यस्तै जसलाई अप्ठ्यारो परिरहेको छ, असहज पीडामा हुनुहुन्छ, अलिकति भए पनि हामी मलम लगाऊ न त भनेर हामीले एउटा महिलाले मात्रै खोलेको एउटा संस्था हो यो, हैन? एकदमै हामीले चाहिँ तपाईहरुलाई दाइ भाइ नै सम्झेर, छोरा सम्झेर हजुरहरुलाई भेट्न आएको, अन्यथा केही पनि नसोच्नु होला है। तपाईहरुको पनि कोही छ है भन्दाखेरि हामीलाई चाहिँ सम्झिनु होला, हैन? नेशनल हेल्पिङ फाउन्डेसन नेपाल भनेर हामीले यो संस्था हामीले सानो सहयोग पनि लिएर आएका छौँ। यो सहयोगलाई स्वीकार्नु होला। ठुलो दिन त हामीले सक्दैनौँ, तपाईहरुको आशीर्वादले अवश्य पनि अझै हाम्रो संस्थालाई अगाडि बढायौँ भने हजुरहरु माझ हामी सदैव आउने छौँ, हैन? तपाईहरुलाई राम्रो होस्, स्वस्थ लाभ होस्, सदैव खुसी सुखी स्वस्थताको कामना गर्छौँ। हरेक दिन उत्सव बनोस्, हजुरहरुको नाच दिनु होला, योग ध्यान प्राणायाम गर्नु होला। यहाँ बिहान योग गर्नुहुन्छ भन्ने थाहा पायौँ, खुसी लाग्यो। हामी पनि योगा टिचरै हो, हैन? तपाईहरुलाई जसरी बिहान बिहान यहाँ योग गराउनुहुन्छ त्यस्तै हामी टिचर हो। यदि हामी नजिक हुन्थ्यौँ भने हामी सधैँ आएर सिकाउने थियौँ। अलि हामी चाहिँ टाढाबाट आएका छौँ, त्यसैले हाम्रो चेयरम्यान सरको उसमा सबैजनाले राम्रोसँग बसिदिनु होला, आफ्नो जीवनलाई यहाँ राखेर सुधार गर्नु होला, अलिकति पनि टेन्सन नलिनु होला। कहिले दुःख कहिले सुख भनेका जीवनका दुईटा पाटा हुन्, दुईटा गोरेटा हुन्। यसलाई चाहिँ आफूले मनन गर्ने हो। त्यसैले हजुरहरुको पुनः स्वास्थ्य लाभको कामना, सुस्वास्थ्य दीर्घायुको कामना। नमस्कार। कपडाहरू ल्याइदिएका छौँ। त्यो कपडाहरूलाई हामीले उहाँहरूले नै साइज भन्दा पनि हामीले हस्तान्तरण गरिदिन्छौँ, होइन? यहीँ बोलाएर गर्दा हुन्छ नि, त्यहीँ बोलाएर गर्दा हुन्छ। यता किन ल्याउनु घाममा? किन ल्याउनु? त्यहीँ सरले त्यहीँ घाममा। सगुन दिदी उहाँलाई त्यहीँ बोलाएर फोटो खिचेर त्यहीँ गरौँ क्या सर, थापा सर।